सबैमा नमस्कार। वैदिक सिद्ध बाबा उपचार केन्द्रबाट वैद्य केशवराजजी उपाध्यजीबाट हाम्रा रगाखाँची निवासी श्री नित्यानन्दजी को विगत 3 वर्षदेखि प्यारालाइसिस एट्याकले गर्दा उहाँ अलिकति बोली र हिँड्नमा समस्या भइरहेको हुँदा उहाँको थेरापी चलिरहेको छ र केही समयमा उहाँको आवाजमा परिवर्तन आउनेछ। हामी सबै भगवानबाट आशा गर्दछौँ र हाम्रो वैद्यजी केशवजीले उहाँको लागि सङ्घर्ष र मेहनत गर्नुभएको छ कि उहाँको आवाजलाई म रिटर्न ल्याउने भरपुर कोसिस गर्नेछु भन्ने आशा गर्नुभएको छ र यसै गरी हाम्रा यस वैदिक थेरापी सेन्टरमा विगत 18 वर्षदेखि आफ्नो समस्या झेलिरहेको एकजना पिपराका दाजु आउनुभएको छ र उहाँले आफूलाई के समस्या छ स्वयं बताउनुहुनेछ। र दाजु हजुरको नाम? कहाँ पिपरादेखि हो हजुर? हजुरलाई कति वर्षदेखि समस्या झेलिरहनु भएको छ? मेरो लगभग 18 वर्ष भयो। यो पेट फुल्लिने, यो कब्जियत हुने, कि पखाला लाग्ने, अनि प्रोटिनहरू खाँदा पेट अप्ठ्यारो हुने हुन्छ। उहाँ 18 वर्षदेखि पेटमा कब्जियत, ग्यास बढ्ने, खानाहरू डाइजेस्ट नहुने जस्ता धेरै समस्याहरू लिएर आज उम्मेद लिएर हाम्रो वैद्यजी केशवजीकोमा आउनुभएको छ। वैदिक सिद्ध बाबा उपचार केन्द्रले उहाँलाई निको गराउने छ, भगवानसँग हामी आशा राख्नेछौँ। र यसै गरी हाम्रो एकजना आमा बेलवासदेखि 3 दिनबाट आउनुभएको छ र उहाँलाई ज्योतिष हेराउँदा तपाईँ अब बाँच्नुहुन्न भन्ने जस्ता आवाजहरू भनेको हुँदा उहाँले त्यो आवाजलाई बिर्सिएर म ठिक हुन्छु, म ज्योतिषको भन्दा म यस प्राकृतिक उपचारबाट म ठिक हुन चाहन्छु भनेर वैद्यजीको पास आएर आफ्नो उपचार गराइरहनु भएको छ। र स्वयं आमासँग हामी सोधौँ उहाँलाई कतिको फरक परिरहेको छ। आमा, तपाईँलाई कतिको फरक परिरहेको छ? फरक पर्छ जस्तो छ। तपाईँलाई आशा छ म ठिक हुन्छु भन्ने? ठिक छ। उहाँको बुहारी पनि हुनुहुन्छ साथमा, र बुहारीको केही भन्नु छ भन्नु? तपाईँलाई कतिको आशा छ? आशा छ नि। त्यो पहिलाभन्दा फरक हुनुभएको छ आमा? ठिक छ। अब यसै गरी हाम्रो दिनभरिमा धेरै पेसेन्टहरू आउनुहुन्छ, उहाँहरू कोही निको भएर जानुभयो। हाम्रो एकजना बहिनी आउनुभएको थियो अर्घाहाँसीदेखि, उहाँ पनि निको भएर गइसक्नुभयो। र यसै गरी धेरैजनाहरू ठिक हुँदै जानुभएको छ। र हाम्रो वैद्य केशवजी विगत लामो समयदेखि भारतमा कार्यरत र आफ्नो जागरलाई पोख्दै आउनुभएको थियो र अहिले आफै मेरो देशमा मेरा जनताहरू दुःख पाइरहेका छन्, म उहाँभन्दा यहाँ यो चिजलाई अगाडि बढाउने कोसिस गर्नेछु र सबैलाई ठिक गराउने कोसिस गर्नेछु भन्दै आफ्नो देशमै वैशाख 1 गतेदेखि उद्घाटन गर्नुभएको छ। ठेगाना छ बुटवल महानगरपालिका 13, बेलवास विजयपथ, शिवालयको अगाडि ल्यान्डमार्क। तपाईँहरू एकपल्ट हर कसैमा घाँटी दुख्ने, ढाड खुट्टा जमजमाउने, दुख्ने, कम्मर पोल्ने, डिप्रेसन, एङ्जाइटी, थाइराइड, सुगर, ग्यास, कब्जियत अनेक प्रकारबाट पीडित हुनुहुन्छ भने एकपल्ट अवश्य शिविरमा आउनुहोला, चेकअप गराउनुहोला भन्दै म ज्ञानप्रसाद पौडेल हजुरहरूको यस फेसबुक लाइभबाट बिदा हुन्छु। हस्त नमस्कार।